नमस्कार यहाँहरु सम्पूर्णलाई। मेरो नाम सञ्जय। म आज एउटा गाडीको टोयोटा RAV4 भन्छ एउटा गाडीको म झ्यालको सिसा गर्दैछु। तपाईहरुलाई म देखाउन चाहन्छु कि यो झ्याल चाहिँ कसरी तल माथि गर्छ, यसको मेकानिजम के हुन्छ भित्र भन्ने धेरै मान्छेलाई थाहा छैन होला। तर म आज तपाईहरुलाई देखाउन चाहन्छु कि गाडीको भित्र मेकानिजम कस्तो हुन्छ, त्यो सिसालाई तल माथि गर्ने मेकानिजम के हुन्छ, कस्तो हुन्छ भनेर म त्यसको होल मेकानिजम चेन्ज गर्दैछु। त्यही भएर आज तपाईहरुलाई म देखाउन जाँदैछु है त। हेर्नु होला ध्यान दिएर यहाँ कस्तो हुन्छ भनेर। ओके, यहाँनिर यसको हुन्छ मेकानिजम यस्तो खालको हुन्छ है त। यो मैले भित्र खोलेर यो नयाँ ब्रान्ड न्यू रिप्लेस गर्न आँटे हामीले। सिसालाई मैले टेप लगाएर यहाँनिर माथि राखेको छु। अनि यो चाहिँ यो मेकानिजम यस्तो हुन्छ है। यो मेकानिजम चाहिँ भित्र बसेको हुन्छ। यसको मोटर हो यहाँनिर। मोटरसँग यहाँ मैले प्लग गरिराखेको छु। मोटर यस्तो खालको हुन्छ। यो मोटरको वायर तल र माथि वायर हुन्छ। यहाँनिर यो तरिकाले मेकानिजम सेट भएका हुन्छ। अनि यहाँनिर चाहिँ यो यसको त तल माथि गर्नेको यो वायरहरू यो हो। अनि यसको चाहिँ यहाँ माथिबाट र यहाँ तलबाट हुन्छ वायरहरू। अनि म तपाईलाई तल माथि गरेर देखाउँछु है त। यो एकैछिन फर्किने छ। अनि यहाँ चाहिँ सिसा कहाँ बस्छ भन्दाखेरि सिसा यहाँनिर दोडा नट यहाँ र यहाँ बस्छ। यहाँनिर यो स्विच यहाँ छ, मैले खोलखाल पारेर यहाँ राखेको छु। यहाँनिर साइड झर्दैन होला। म तपाईलाई देखाउँछु है त कसरी माथि तल माथि गर्छ भने। धेरै त्यस्तो कम्प्लिकेटेड केही पनि हुँदैन। बस एउटा मोटर हुन्छ, मोटरमा वायर गएको हुन्छ। वायरको यहाँनिर यसरी बेरिया हुन्छ वायर। यसैलाई तल र माथि गर्ने मात्रै यहाँ है त। यो माथि गयो नि अहिले, माथि गयो नि, यसैले माथि लान्छ सिसालाई। अनि एउटा फलमको उसमा मात्रै छ, केही छैन, तारले मात्रै हो। अनि यसले यसरी तल जाने, बास यति नै हो, केही नै छैन। बास यहाँ हेर्नुहोस् त, तल र माथि कसरी गर्छ भन्दा यहाँ देख्नुहुन्छ है तपाईँले। यहाँनिर यहाँ हेर्नुहोस् त, यो ध्यान दिएर यहाँनिर रोल भएको छ। अनि यहाँनिर मोटरले तल माथि घुमाएको मात्रै, मैले यहाँ स्विचले तल माथि गर्दैछु बास। यहाँ देख्नुभयो नि अघि तपाईँहरूले। अब यसलाई सट्ट म यहाँभित्र यसरी यहाँ लाउँछु, यहाँ भित्रपट्टि जान्छ यसको। अनि यो झ्याल चाहिँ तलमाथि म टक्क गरिहाल्छ। यो लगाएपछि यहाँनिर सट्ट नट लगाउने हो, त्यस पछाडि गर्छ है त। म तपाईँलाई देखाइहाल्छु। यसको नटहरू यहाँ सेट हुन्छ। मलाई भित्र चाहिँ सट्ट अब यसलाई निकालेर यो डिस्कनेक्ट गर्छु यसलाई, हो डिस्कनेक्ट गरेर अनि त्यस पछाडि म भित्र लगाएर अनि त्यसरी देखाउँछु। ओके, अब यहाँ हेर्नुहोस् त, मैले अघि त मोटरको यहाँ जोडिसकेको छ। अनि यहाँनिर अघिको 3टा नटहरू यहाँ जोडिसकेको छ। अनि यसको माथिको 2वटा नट त्यसलाई होल्ड गर्ने। अब म तपाईँलाई देखाउँछु है त। यो सब सेट भइसकेको छ। अब यो तल माथि गरेको मात्रै हेर्नुहोस् है त। यहाँनिर सेट भयो अरे, तल गयो माथि। अब यसको नटहरू कस्नको लागि यहाँनिर एउटा ठ्याक्क होललाई अलाइन गर्नु पऱ्यो, यहाँनिर अर्को होललाई अलाइन गर्नु पऱ्यो। यहाँबाट सट्ट नट, यो नट जान्छ, यो बोल्टु जान्छ यहाँनिर। ठ्याक्क नट बोल्टु लाउनुपर्छ दोडामा। अब यो चट्ट टेप खोलेर है त। ओके, यहाँ हेर्नुहोस् है त, सिसा अघि माथिबाट झारीहरू टक्क तल अलाइन गरिसकेको छ। मैले नटलाई रेडी गरेको छु। अब एक स्विचमा तल, एक स्विचमा माथि, टक्क यसरी तल आउँछ। सिसासँगै तल आउँछ अनि सिसासँगै माथि जान्छ। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।